नमस्ते, मेरो नाम चाहिँ कृष्ण प्रजापति हो र म चाहिँ भैरवमा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अहिले थर्ड इयरमा एमबीबीएस पढिरहेको छु र मेरो पोस्टिङ चाहिँ अहिले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको सर्जरी डिपार्टमेन्टमा भएको छ र म सर्जरी डिपार्टमेन्टमा पोस्टिङ हुँदा मैले डेली दिनहुँ मैले थुप्रै एपेन्डिसाइटिसको बिरामीहरू देख्ने गर्दछु। सो मान्छेहरू एपेन्डिक्स भएर अनि त्यसको सर्जरी गराउनको लागि हाम्रो हस्पिटलमा आउने गर्दछन्। सो एपेन्डिसाइटिसको लक्षण के हो, यसको यो किन हुन्छ, त्यसपछि मान्छेलाई कोही मान्छेलाई थाहा पनि हुँदैन कि यो एपेन्डिसाइटिसको पेन हो कि त्यो नर्मल पेट दुखाइ हो। सो यसको बारेमा म आफूले जानेको र आफूले सिकेको केही कुराहरू यहाँहरूलाई यो भिडियो मार्फत मैले बताउने छु। सो सुरु गरौँ। सो एपेन्डिसाइटिस भनेको के हो त? एपेन्डिसाइटिस भनेको बेसिकल्ली हाम्रो ठुलो आन्द्राको एउटा पार्ट नै हो। हाम्रो सपोज यो सानो आन्द्रा हो अनि यो ठुलो आन्द्रा हो भने सानो आन्द्रा जहाँबाट यो इन्ड हुन्छ र ठुलो आन्द्रा जहाँबाट सुरु हुन्छ, ठ्याक्कै त्यसको जङ्सनमा एउटा ठुलो थैली जस्तो हुन्छ। त्यसले हामीले एपेन्डिक्स भनिन्छ। तपाईँहरूले माथि भिडियोमा हेर्न सक्नुहुन्छ। अनि यो एपेन्डिसाइटिस किन भइरहेछ त? एपेन्डिसाइटिस हुनुको कारण चाहिँ के हो? सो एपेन्डिसाइटिस हाम्रो ठुलो आन्द्रामा के हुन्छ भने दिशाहरू हुन्छ र त्यो दिशाहरू कुनै कारणले गर्दा यदि त्यो थैलीमा, त्यो एपेन्डिक्सको थैलीमा गएर फसिहाल्यो अथवा अड्क्यो भने अब्स्ट्रक्सन गराउँछ, जसले गर्दा त्यहाँको रक्त सञ्चार बन्द हुन्छ र जसले गर्दा त्यो एपेन्डिसाइटिस के हुन्छ भने सुन्न थाल्छ। सुरुमा मान्छेलाई एपेन्डिक्सको पेन हुँदा सुरुमा उसलाई अम्बिलिकसमा द्याट इज उसको नाइटोको वरिपरि पेसेन्टलाई पेन हुन्छ। त्यसपछि त्यो पेन केही छिनपछि अथवा केही घन्टापछि त्यो पेन उसको दाहिनेपट्टिको तल्लो पेटमा दुखाइ हुन थाल्छ। त्यसपछि त्यहाँ दुखाइ हुन्छ, तल्लो पेटमा दुखाइ हुनु, त्यसपछि अर्को भोमिट आउनु, अनि त्यसपछि ज्वरो आउनु अनि त्यसपछि बढी काम्न पनि सक्छ। सो यो सबै हो एपेन्डिसाइटिसको लक्षणहरू। अब गाउँघरमा के हुन्छ भने मान्छेहरूले के भन्छ, नर्मल्ली पेट दुख्दा नर्मल्ली त्यो एपेन्डिसाइटिसको पेन हो कि नर्मल पेट दुखेको पेन हो त्यो थाहा नै हुँदैन कि। अनि तिनीहरूले के भन्छन् भने नर्मल्ली पेन किलरहरू खाएर बसेर हुन्छन्, जसले गर्दा पछि डेथ पनि भइरहेको हुन्छ गाउँघरतिर। सो हामीले कसरी थाहा पाउने त यो एपेन्डिसाइटिसकै पेन हो भनेर? सो एपेन्डिसाइटिसको पेन कसरी थाहा पाउने भने सुरुमा यसको पेन अम्बिलिकस नाइटोको वरिपरिबाट यो सुरु हुन्छ र त्यो पेन बिस्तारै केही घन्टापछि त्यो पेन के भन्छन् पेटको दाहिनेपट्टिको तल्लो भागमा दुखाइ हुन थाल्छ। त्यसपछि भोमिट हुन्छ अनि ज्वरो आउँछ। यो यसको मुख्य लक्षणहरू हो एपेन्डिसाइटिसको। सो एपेन्डिसाइटिस हुँदा त्यो कुनै पनि मान्छेलाई एपेन्डिसाइटिस हुँदा 48 घन्टादेखि लिएर 72 घन्टाको भित्रमा हामीले अपरेसन गरेर त्यो एपेन्डिक्सलाई निकालिदिन पर्छ। नत्र भने त्यो एपेन्डिक्स भित्रै फुटेर मान्छेको डेथ पनि हुनसक्छ। त्यसकारण यो एकदम जरुरी छ। एपेन्डिसाइटिसको केस एकदम घातक पनि छ। सो मैले यही नै भन्न खोजिरहेको थिएँ। अनि यदि भिडियो मन पर्यो भने प्लिज लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र कमेन्ट गरिदिनु होला। धन्यवाद।